मोडल भर्बको सुड भन्ने शब्द कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा बुझौँ है त। नम्बर 1, कर्तव्य वा जिम्मेवारीको कुरा गर्दाखेरि सुड प्रयोग हुन्छ। जस्तै यु सुड डु योर होमवर्क, तिमीले गृह कार्य गर्नुपर्छ अथवा तिमीले तिम्रो गृह कार्य गर्नुपर्छ। अर्को, वी सुड बी रेस्पोन्सिबल सिटिजन्स, हामी सचेत नागरिक बन्नुपर्छ। नम्बर 2, कसैलाई सुझाव दिँदाखेरि सुड प्रयोग हुन्छ। यु सुड ड्रिङ्क मोर वाटर, तिमीले धेरै पानी पिउनुपर्छ। यु सुड रिड दिस बुक, तिमीले यो किताब पढ्नुपर्छ। नम्बर 3, अपेक्षाको कुरा गर्दाखेरि सुड प्रयोग हुन्छ। जस्तै ही सुड ह्याभ अराइभ्ड बाई नाउ, ऊ अहिलेसम्म आइपुग्नु पर्ने हो। द वेदर सुड बी नाइस टुडे, आज मौसम राम्रो हुनुपर्ने हो। नम्बर 4, सम्भावनाको कुरा गर्दाखेरि पनि सुड नै प्रयोग हुन्छ है। सी सुड बी फाइन, उनी ठिकै हुनुपर्छ। द एक्जाम सुड बी इजी, परीक्षा सजिलो हुनुपर्छ। मोडल भर्बको विल र वुड कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा यो भिडियोबाट सिकौँ है त। विल भनेको भविष्यको कुरा गर्ने हो र वुड भनेको विलको पास्ट हो भनेर हामीले स्कुलमा सिकिसकेका थियौँ हो। अब त्योभन्दा अलावा कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा यहाँबाट बुझौँ है। सबैभन्दा पहिले विलको बारेमा जानकारी लिउँ। ओके, यो कस्तो अवस्थामा प्रयोग हुन्छ भन्दा 1 नम्बरमा छ भविष्यमा कुनै पनि कार्य गर्नुपर्ने छ भने त्यस्तो अवस्थामा विल प्रयोग हुन्छ। जस्तै आई विल कल यु टुमरो, म तिमीलाई भोलि फोन गर्नेछु। हामीले चाहिँ नेपालीमा गर्नेछु खानेछु नभनेर के भन्छौँ त, म तिमीलाई भोलि फोन गर्छु भनेर भन्छौँ नि हो। त्यसैलाई एक्ज्याक्ट उल्था गर्दाखेरि म तिमीलाई भोलि फोन गर्नेछु भन्ने हुन्छ। ओके, यो हामीले बोलीचालीको भाषामा म तिमीलाई भोलि फोन गर्छु भने पनि हामीले लेख्दाखेरि म तिमीलाई भोलि फोन गर्नेछु भनेर नै लेख्नुपर्छ। ओके। नम्बर 2, शिष्टताको कुरा गर्दाखेरि पनि विल प्रयोग हुन्छ। जस्तै विल यु हेल्प मी, तिमीले मलाई सहयोग गर्न सक्छौ। नम्बर 3, शर्तीय वाक्यहरूमा जस्तै इफ इट रेन्स आई विल टेक एन अम्ब्रेला, यदि पानी परेमा मैले छाता लिनेछु। नम्बर 4, आदत, यदि कसैलाई चाहिँ केही कुरामा बानी परेको छ भने त्यस्तो अवस्थामा पनि विल प्रयोग हुन्छ। जस्तै ही विल अलवेज ड्रिङ्क कफी इन द मर्निङ, उहाँले बिहान सधैँ कफी पिउनुहुन्छ अथवा उसले बिहान सधैँ कफी पिउँछ। अब वुडको बारेमा कुरा गरौँ। नम्बर 1, पास्ट अफ विल, यो चाहिँ विलको पास्ट हो भन्छ है। यसको पहिलो नम्बरमा हेरौँ आदत, यदि कसैलाई चाहिँ योभन्दा पहिला केही गर्ने बानी थियो भने त्यस्तो अवस्थामा वुड प्रयोग हुन्छ। जस्तै when I was a child I would play outside all day, जब म बच्चा थिएँ म दिनभरि बाहिर खेल्ने गर्थेँ। दोस्रो नम्बरमा शर्तीय वाक्यहरू जस्तै इफ आई वर अ बर्ड आई वुड फ्लाइ, यदि म चरा भइदिएको भए म उड्थेँ। नम्बर 2, शिष्टता, वुड यु हेल्प मी, तपाईँले मलाई सहयोग गर्न सक्नुहुन्छ। हामीले कसैलाई केही काम गर्नको लागि रिक्वेस्ट गर्छौँ भने त्यतिखेर क्यान पनि प्रयोग गर्न सक्छौँ, विल पनि प्रयोग गर्न सक्छौँ।
कुड र वुड पनि प्रयोग गर्न सक्छौँ, तर क्यान चाहिँ त्यति धेरै पोलाइट होइन। त्यसैले तपाईँले आफ्नो साथीभाइसँग अथवा भाइ बहिनीसँग प्रयोग गर्न सक्नुहुन्छ। विल, कुड र वुड चाहिँ पोलाइट हो, तर त्यो मध्येमा पनि सबैभन्दा धेरै पोलाइट भनेको वुड नै हो है। नम्बर 3, छनोट र प्रस्ताव। यदि तपाईँले चोइस र अफरको कुरा गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा पनि वुड नै प्रयोग हुन्छ। जस्तै सीता वुड लाइक टु बाई अ न्यू मोबाइल फोन। सीताले नयाँ चलनशील दूरभाष किन्न चाहन्छ। मोबाइल फोनलाई नेपालीमा चलनशील दूरभाष पनि भन्छ र चलभाष पनि भन्छ। तपाईँलाई जुन सजिलो लाग्छ त्यही प्रयोग गर्नुहोला। ओके, यो भनेको चोइसको कुरा भयो। अब अफर अथवा प्रस्तावको एक्जाम्पल हेरौँ। वुड यु लाइक टु ड्रिङ्क कफी? के तिमीले कफी पिउन चाहन्छौ? नम्बर 4, बढी अभिरुचिको कुरा गर्दाखेरि पनि वुड नै प्रयोग हुन्छ। जस्तै आई वुड रादर ड्रिङ्क मिल्क देन टी। मलाई चिया भन्दा दुध पिउन मन पर्छ, अथवा म चिया भन्दा दुध पिउन रुचाउँछु। मैले यहाँ मोडल भर्ब्सको क्यान र कुडको बारेमा चर्चा गर्दैछु। क्यान र कुड चाहिँ कुन अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा बुझौँ। क्यान र कुड क्षमता, अनुमति, सम्भावना, अनुरोध, सुझाव र परिकल्पनामा प्रयोग गरिन्छ। अब एबिलिटी अथवा क्षमतामा हेरौँ। क्यान अहिले वा सामान्य योग्यता व्यक्त गर्न प्रयोग गरिन्छ भने कुड चाहिँ विगतको योग्यता देखाउन प्रयोग गरिन्छ। जस्तै शी क्यान स्विम, उनी पौडन सक्छिन्। When I was a child, I could run fast. जब म बच्चा थिएँ म छिटो दौडन सक्थेँ। पर्मिसनमा हेरौँ। क्यान अनौपचारिक अनुमति माग्न प्रयोग गरिन्छ भने कुड चाहिँ बढी शिष्ट र औपचारिक अनुरोध गर्न प्रयोग गरिन्छ। उदाहरणमा हेरौँ। क्यान आई लिभ अर्ली टुडे? म आज चाँडै जान सक्छु। कुड आई बोरो योर बुक? मैले तिम्रो पुस्तक सापट्टि लिन सक्छु। अर्को छ पोसिबिलिटी अथवा सम्भावना। क्यान केही सम्भव छ वा प्राय सत्य हुन सक्छ भनेर देखाउन प्रयोग हुन्छ भने कुड चाहिँ कम निश्चित सम्भावना देखाउन प्रयोग गरिन्छ। जस्तै इट क्यान बी भेरी हट इन समर। गर्मीमा धेरै गर्मी हुन सक्छ। इट कुड रेन लेटर। बेलुका पानी पर्न सक्छ। रिक्वेस्ट्स एन्ड अफर्स, अनुरोध र प्रस्तावमा क्यान सिधा अनुरोध गर्न प्रयोग गरिन्छ भने कुड धेरै शिष्ट अनुरोधका लागि प्रयोग गरिन्छ। जस्तै क्यान यु हेल्प मी? तिमी मलाई मद्दत गर्न सक्छौ? कुड यु हेल्प मी प्लिज? कृपया तपाईँले मलाई मद्दत गर्न सक्नुहुन्छ? अर्को छ सजेसन्स एन्ड हाइपोथेटिकल्स। यो चाहिँ कुडमा मात्रै प्रयोग हुन्छ है। सुझाव दिन वा परिकल्पनात्मक परिस्थितिहरू व्यक्त गर्न प्रयोग गरिन्छ। जस्तै यु कुड ट्राई अ डिफरेन्ट अप्रोच। तिमी फरक उपाय अपनाउन सक्थ्यौ। मैले यो भिडियोमा मोडल भर्ब्सको सुड ह्याभ, कुड ह्याभ र वुड ह्याभको बारेमा जानकारी दिएको छु। यदि तपाईँहरूलाई थाहा छैन र यिनीहरूको बारेमा बुझ्ने इच्छा छ भने तपाईँहरूले यो भिडियो हेर्न सक्नुहुन्छ है त। सुड ह्याभ, कुड ह्याभ र वुड ह्याभको प्रयोग गर्दा यी भर्ब्सहरूको पछाडि पास्ट पार्टिसिपल अथवा V3 नै राख्नुपर्छ है त। नम्बर 1,
सुड ह्याभ प्लस पास्ट पार्टिसिपल विगतमा कुनै पनि काम गर्ने अपेक्षा थियो र त्यो गर्नै पर्ने दायित्व तथा कर्तव्य पनि थियो तर पनि गरेन अथवा त्यो काम भएन र अहिले चाहिँ पश्चाताप लागिरहेको छ भने त्यस्तो अवस्थामा सुड ह्याभ प्रयोग हुन्छ। जस्तै यु सुड ह्याभ स्टडिड तिमीले पढ्नु पर्ने थियो। यसको मतलब के हो त भन्दाखेरि तिमीले चाहिँ पढ्नै पर्ने थियो तर पढेनौ त्यसैले गर्दा अहिले चाहिँ पश्चाताप लागिरहेको छ। अर्को वी सुड ह्याभ गन अन टाइम हामी समयमै जानुपर्ने थियो तर हामी गएनौँ त्यसैले गर्दा काम गर्न भ्याएन। यदि हामी चाहिँ समयमा गएको भए काम गर्न भ्याउँथ्यो अथवा कसैलाई भेट्नु पर्ने हुन्थ्यो भने भेटिन्थ्यो तर त्यो भएन त्यसैले गर्दा यो चाहिँ एउटा पश्चातापको विषय भयो। नम्बर 2 कुड ह्याभ प्लस पास्ट पार्टिसिपल यसले चाहिँ विगतमा कुनै पनि काम गर्नको लागि सम्भावना पनि थियो र क्षमता पनि थियो त्यसैले गर्दा उसले चाहिँ त्यो काम गर्न सक्थ्यो तर गरेन भन्ने जनाउँछ। यसको एक्जाम्पलमा हेरौँ आई कुड ह्याभ हेल्प्ड यु म तिमीलाई मद्दत गर्न सक्थेँ। अर्को छ वी कुड ह्याभ गन देयर हामी त्यहाँ जान सक्थ्यौँ। नम्बर 3 वुड ह्याभ प्लस पास्ट पार्टिसिपल यसले चाहिँ विगतमा कुनै पनि काम गर्ने थियौँ तर गरेनौँ भन्ने परिकल्पना गर्छ। जस्तै यस्तो भइदिएको भए यस्तो गर्थेँ। यसको उदाहरणमा हेरौँ इफ द वेदर ह्याड बिन गुड वी वुड ह्याभ गन फर अ ट्रिप यदि मौसम राम्रो भएको भए हामी घुम्न जाने थियौँ। अर्को छ इफ यु ह्याड टोल्ड मी आई वुड ह्याभ हेल्प्ड यदि तिमीले भनेको भए म सहयोग गर्ने थिएँ। यहाँ मैले मोडल भर्बको मस्ट भन्ने शब्दको बारेमा चर्चा गर्दैछु। मस्टको अर्थ गर्नै पर्छ भन्ने हुन्छ। मस्ट भन्ने शब्द कहाँ कसरी प्रयोग हुन्छ भन्ने कुरा हेरौँ है त। नम्बर 1 मा नेसेसिटी अर अब्लिगेसन आवश्यकता वा कर्तव्य हामीले कुनै पनि काम गर्दाखेरि त्यो काम गर्नको लागि बाध्य हुन्छौँ भने त्यस्तो अवस्थामा मस्ट प्रयोग हुन्छ। जस्तै यु मस्ट वेयर अ सिट बेल्ट तिमीले सिट बेल्ट लगाउनै पर्छ। यदि सिट बेल्ट बाँध्नै पर्छ भनेको भए फासन अ सिट बेल्ट हुन्थ्यो है FASTEN ओके। अर्को वी मस्ट कम्प्लिट द प्रोजेक्ट हामीले प्रोजेक्ट पुरा गर्नै पर्छ। नम्बर 2 स्ट्रङ एडभाइस शक्तिशाली सल्लाह दिँदाखेरि पनि मस्ट प्रयोग हुन्छ। जस्तै यु मस्ट सी दिस मुभी तिमीले यो चलचित्र हेर्नै पर्छ। हि मस्ट ट्राई नेपाली फुड उसले नेपाली खाना खानै पर्छ। नम्बर 3 लजिकल डिडक्सन तार्किक निष्कर्ष यसको उदाहरणमा हेरौँ शी मस्ट बी एट होम ऊ पक्कै पनि घरमै हुनुपर्छ। दे मस्ट बी टायर्ड उनीहरू पक्कै थकित हुनुपर्छ। मोडल भर्ब्सको ह्याभ टु ह्याज टु र ह्याड टु भनेको के हो र यिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने कुरा मैले यहाँ एकदमै सजिलो तरिकाले दिएको छु है। ह्याज टु अथवा ह्याभ टु भनेको चाहिँ गर्नुपर्छ खानुपर्छ जस्ता वाक्यहरूमा प्रयोग हुन्छ भने ह्याड टु चाहिँ ह्याभ टु र ह्याज टुको पास्ट हो त्यसैले गर्दा गर्नु पर्थ्यो अथवा गर्नु पर्यो भन्ने जनाउँछ। ह्याभ टुको बारेमा हेरौँ ह्याभ टु चाहिँ जहिले पनि आई वी यु दे अथवा
अरू प्लुरल नाउनसँग प्रयोग हुन्छ है त। जस्तै आई ह्याभ टु स्टडी, मैले पढ्नु पर्छ। अर्को ह्याज टु चाहिँ he, she, it अथवा सिङ्गुलर नाउनसँग प्रयोग हुन्छ। जस्तै she has to go school, उनी विद्यालय जानुपर्छ। अर्को छ had to, I had to work late, मैले ढिलासम्म काम गर्नु पर्थ्यो अथवा मैले ढिलासम्म काम गर्नु पर्यो। यो भिडियोमा मोडल भर्बको युज्ड टु भन्ने शब्द कसरी प्रयोग गर्ने भन्ने कुरा बुझौँ है त। युज्ड टु भनेको चाहिँ हामीले पहिले कुनै पनि काम गर्ने बानी थियो तर त्यो बानी चाहिँ अहिले छैन भने त्यस्तो अवस्थामा चाहिँ युज्ड टु प्रयोग गर्छौँ। जस्तै आई युज्ड टु प्ले फुटबल, म पहिले फुटबल खेल्थेँ अथवा म पहिले फुटबल खेल्ने गर्थेँ तर अहिले चाहिँ म खेल्दिनँ, मेरो त्यो बानी चाहिँ हटिसक्यो अथवा अहिले मेरो त्यो बानी छैन भन्ने हुन्छ। अर्को he used to smoke a lot, ऊ पहिले धेरै चुरोट खान्थ्यो। We used to live in पोखरा, हामी पहिले पोखरामा बस्थ्यौँ। People used to believe that, पहिले मानिसहरू त्यसमा विश्वास गर्थे।